यो नम्बर कुन हो? नम्बर 9 यो नम्बर 6 पनि हो। कान्छी कसरी 6 हुन्छ यताबाट घुमेको जहिले 9 हुन्छ अगाडिबाट घुमेको मैले 6 पनि देखिरहेको छु। अब यत्रो पढेको भन्छ कति नम्बर 9 र 6 चिन्दैनौ कान्छी तिमी नम्बर 6 पनि हो नि त दिदी। मेरो ठाउँबाट म राइट पनि हुन सक्छु नि त। तपाईँको ठाउँबाट तपाईँ राइट होला कि मेरो ठाउँबाट म पनि राइट हुन सक्छु। तर मेरो ठाउँको राइट त हो त यो नम्बर 9 हो। त्यसो भने मेरो 6 तपाईँले पत्याउनु भएन नम्बर 6 यता आएर हेर्नु त। यता आउडीमा अहिले मलाई घुमाउँछ फेरि अचम्मै छ लु हेर्नु यताबाट 6 देखिँदो रहेछ नि त। अनि दिदी तपाईँलाई मैले यो नम्बर बनाएर तपाईँलाई के टिच गर्न खोजेको भने नि जहिले आफू मात्रै राइट कहिले पनि हुँदैन होइन। बा अर्को व्यक्ति पनि उसको ठाउँबाट राइट छ कि भनेर पहिले एकटन भन्नुभन्दा पहिले अगाडि सोच्नुपर्छ। तपाईँको ठाउँबाट तपाईँले 9 राइट देख्नुभयो, मेरो ठाउँबाट मैले 6 राइट देखेँ होइन भनेपछि आफ्नो मात्रै ओपिनियन राख्न नखोज्नु। त्यति भनेर मैले नम्बर लेखी मेरो दिमाग चाट्नुपर्छ त कान्छी। अनि तपाईँलाई नम्बर जित्नै सकिँदैन, मेरै मात्रै राइट भन्नुहुन्छ जहिले। तर त्यसलाई हेर्दा 9 छ नि छैन त। तर मैले त्यतिखेर तपाईँलाई के भने तपाईँको ठाउँबाट तपाईँ राइट होला, मेरो ठाउँबाट म पनि राइट होला भने अर्को व्यक्ति पनि राइट हुनसक्छ क्या। आफ्नो मात्रै म म म म म भनेर कुद्नु भन्दा नि मेबी नेक्स्ट पर्सन अल्सो राइट हुनसक्छ है भनेर सोच्नु ल।